लु आयो है अब यो युएसको पिलाडो यो लुआँदे अनि यो लुआँदे पनि यस्तो भएछ टुसारोले यो पिरालो पनि यस्तो भएछ अन्त राईको साग चाहिँ यस्तो अन्त अरू पनि छ सागहरू यहाँ रायो साग खेरा चाहिँ खुर्सानी डल्ले भन्छ खोर्सानी जाठा युएसको खोर्सानी नफल्ने चाहिँ होइन फल्ने नै हो यो नफलेको भन्नु सकिन्न फलेको हो तर फलेको खोर्सानी भने यस्तो हुन्छ यहाँ चाहिँ लकन्टा रोपेको थियो बेलै नभए खनेर पनि ठिकै छ अनि यहाँ छ रायोको साग त्यो जाठा यो भनेको चाहिँ भोटे धनियाँ सबैले वर्णन गरेको भोटे धनियाँ यो खायो भने हरेक थोकको रोग जाति हुन्छ अरे भन्छ त्यसले गर्दा राखेको हो अनि अरू भनेको चाहिँ अब यहाँ टमाटर अनि खेर भनेको चाहिँ यो खोर्सानीको बोट हो यो फल्छ फल्नु चाहिँ फल्दै गर्दा नि मर्छ अनि यहाँ धनियाँ छ यहाँनिर यो लाफाको साग हो लाफा साग अनि यो मर्दैन अनि यो झेक्ने मुला चाहिँ नमर्दो रहेछ त्यही भएर पो मान्छेले रिस उठ्यो भने मुले भन्छ अनि किनभने मुला चाहिँ नमर्दो रहेछ यो मुला चाहिँ ज्याद्रो रहेछ अनि हो त्यो ज्याद्रो मान्छेलाई चाहिँ मुले भन्ने कुराहरू हुँदो रहेछ अरू पालुङ्गोको साग यो सबै मरेको यो के अरे यो बिही पनि यसरी मर्दो रहेछ रमाइलो हुन्छ साग चाहिँ अब यो रायोको साग अन्त तोरीको साग यो तुडीको साग राईको साग यस्तो हुँदो रहेछ अन्त त्यहाँबाट भनेको चाहिँ यहाँको चाहिँ एउटा अमर फुल हो यो चाहिँ तितेपाती जस्तो हुन्छ तर पछि यो अलि छिपिएपछि पहेँलो हुन्छ सयपत्री जस्तै यहाँ यो भनेको चाहिँ पातले सिस्नु यो पातले सिस्नु हो यो पनि डाक्लाहरू सबै पातले सिस्नु हो यिनीहरू पनि मर्दो रहेछ अनि यहाँनिर मचान बनाएको थियो अनि यहाँनिर घेराउला टुक्रुके करेला चिचिन्डा इस्कुस हरेक थोकको सब्जीहरू लगाएको थियो र पनि ती त्यस्तो सब्जीहरूले पनि पार लगाएन अन्त यहाँनिर चाहिँ यो चाहिँ ग्रिन हाउस हो यो ग्रिन हाउसमा यो मरिसकेपछि मात्रै लिएर यो खोर्सानी टुसारोले भेटेर मरिसकेपछि ल्याएर राखेको खोर्सानी यो पनि अब बिउरा चाहिँ अब खुस्काइहालेको छ यो मरिसकेकै जस्तै हो तर मरेको छैन अनि यस्तै छ अनि सोझै कुरा गर्दाखेरि चाहिँ यहाँ खेतीपाती लगाएर खाने ठाउँ होइन रहेछ यहाँ चाहिँ खाली किनेर खाने काम गर्यो किन्यो ल्यायो खायो काम गर्यो किन्यो ल्यायो खायो त्यस्तो ठाउँ रहेछ अनि त्यस्तो ठाउँमा बढी राखिएको छ र पनि त्यस्तो अब नराम्रो सोचै छैन बी पोजिटिभ भन्छ यो रायोको साग चाहिँ रायो चाहिँ जतासुकै यो
घारीमा हाने पनि बारीमा हाने पनि रायो साग चाहिँ त्यसरी आउँदो रहेछ। अन्त यहाँ म डुलिराखेको छु। अब बिहानभरि सुत्दा गरेर चाहिँ उठाएर डुलिराखेको छु। अन्त फर्सीको गति हेर्नुहोस् है। यहाँ हाम्रो नेपाल भुटान इन्डिया बस्ने प्रियजनहरूले हेर्नुहोस् है। यहाँ अमेरिकामा चाहिँ अब यो चाहिँ फर्सी हो। यो फर्सी तातो पानीले खुइल्याएको जस्तो गट्टा लाग्दै थियो। त्यसको बाजे यो टुसारोले लग्यो। अरू स्ट्रङ ट्रीहरू चाहिँ टुसारोले नि केही नगर्दो रहेछ। अन्त भन्दै नभन्दै म पनि यहाँ टिकटकमा आज चाहिँ आइराखेको हो। धेरै दिन पछाडि टिकटक बनाउन सुरु गरियो। टिकटक बनाइराखिएको छ। अनि यस्तो एकदम बिजीको बावजुद पनि टिकटक बनाउँदै घुमिराखेको छु। कस्तो अब हुन्छ प्रतिक्रिया लेख्नु चाहिँ अवश्य नभुल्नु होला। हाम्रो यहाँनिर गुराँसको फुल हो। यो चाहिँ यो के अरे सयपत्री फुल, काँसी सयपत्री कि यो के भन्दो रहेछ। अनि यसरी छ, आरामसँगले बसिएको छ। दिन बितिराखेको छ। दिनै उमेर जान्छ, दिनै समय बित्दै जान्छ यसरी। अब हलोविन शुक्रबारको दिन चाहिँ हलोविन डे हो। हलोविन आउँछ। यो रातो देखिएकोहरू चाहिँ सबै रुखहरू हो। यहाँ सिटीले रोपिदिएको रुखहरू चाहिँ यस्तो रातो मसिनो सिन्दुर लगाएको जस्तो देखिन्छ। अनि यस्तै छ। अनि रमाइलो भन्नु कि दुःख लाग्दो भन्नु, कुराकानी चाहिँ मिलाएर बुझ्नुपर्ने हुन्छ। अन्त अहिले चाहिँ टिकटकलाई चाहिँ मैले यतिमा अन्त्य गरेँ है त।